रोक्नुहोस्, यो स्क्वायर काउन्टिङ पजलमा प्रतिशत मानिस फेल हुन्छन्। आज म तपाईलाई यस्तो ट्रिक देखाउँदैछु जसले कुनै पनि केही सेकेन्डमै हल गर्न सिकाउँछ। यस्तै आईक्यू मास्टर ट्रिक्सका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। आज हामीहरूले जुन लोकसेवामा सोधिने बारम्बार सोधिने प्रश्नहरूमा आज हामीहरूले एउटा छुट्टै टपिक्स लिएर आएका छौँ, जुन टपिक हो स्क्वायर काउन्टिङ। स्क्वायरलाई कसरी काउन्टिङ गर्न सकिन्छ त्यसको बारेमा आज हामीहरूले भिडियो बनाउन गइरहेका छौँ। भिडियो स्किप नगरी नछुटाइ चाहिँ हेर्नु होला र हेर्नुहोस् है त। अब स्क्वायर काउन्टिङको आज एउटा पहिला सिम्पल फिगर हुन्छ। अब हामीहरूलाई सोध्ने एउटा नर्मल अब हामीहरूले यस्तो टाइपको क्वेसन सोध्यो भने यो सिम्पलै हो, यसमा कतिवटा स्क्वायर छन् भनेर हामीहरूलाई फाइन्ड गर्न भन्छ हैन। अब यस्तो टाइपको सोध्यो भने हामीहरूले कसरी फाइन्ड गर्ने हेर्नु चाहिँ। अब हामीहरूले यहाँ पहिला 1 लेख्नुस्, यहाँ 2 लेख्नुस्। यहाँ कति छ 1, यहाँ 2 लेख्नुस् है। यहाँ 1 भइसकेपछि यहाँ 2 लेख्ने, यहाँ 1 छ यहाँ 2 लेख्ने हैन। त्यसपछि अब हामीहरूले चाहिँ यही नम्बरलाई कसरी पनि लेख्न सकिन्छ भने 1 को स्क्वायर प्लस 2 को स्क्वायर भनेर लेख्नुस् भन्नु नि। किनभने स्क्वायर भनेको त स्क्वायरमा हुन्छ। 1 को स्क्वायर प्लस 2 को स्क्वायर कति हुन्छ 1 को स्क्वायर 1 प्लस 2 को स्क्वायर कति हुन्छ 4। 1 प्लस 4 कति हुन्छ 5। अब आफै पनि काउन्ट गर्न सक्यो हेर्नुहोस् है। यो 1 2 3 4 र बाहिर केवटा कतिवटा भयो 5 वटा बुझ्नुभयो नि। स्क्वायर हामीले यसरी फाइन्ड गर्न सकिन्छ। र अर्को टाइपको क्वेसन हेर्नुहोस् है। अब हामीलाई यसमा पनि स्क्वायर काउन्टिङ गर्न भन्न सक्छ। अब हजुरहरूले यसलाई फाइन्ड गर्न सक्नुहुन्छ। भर्खरको ल सिनियर क्वेसन बनाइदिएँ र यसमा कतिवटा स्क्वायर होला ल भन्नुहोस् त। ल 1 2 3 4 1 2 3 4 भयो, 1 2 भयो। अब यसलाई पनि फाइन्ड गर्नुहोस् है। ल यसमा कतिवटा स्क्वायर होला भन्नुहोस् त। अब आफै पनि फाइन्ड गर्न सक्यो नि। सेम लोजिक लगाउनुहोस् है। यहाँ 1 लेख्नुहोस्, यहाँ 2, यहाँ 3, यहाँ 4 लेख्नुहोस्। यहाँ 1 छ, यहाँ 2, यहाँ 3, यहाँ 4 लेख्नुहोस्। अब हामीहरूले यसलाई के गर्ने सेम काउन्ट गर्नुहोस्। अब 1 को स्क्वायर लेख्नुहोस्, 2 को स्क्वायर लेख्नुहोस्। कसरी भन्दा 1 1 भयो, 2 into 2 2 को स्क्वायर भयो, 3 को स्क्वायर अनि 4 को स्क्वायर कसरी भयो हेर्नुहोस् त। 1 को 1 नै भयो, यहाँ 2 2 छ 2 को स्क्वायर, 3 3 छ 3 को स्क्वायर, 4 4 छ 4 को स्क्वायर बुझ्नुभयो नि। अब 1 को स्क्वायर भनेको 1, 2 को स्क्वायर कति 4, 3 को स्क्वायर कति 9, 4 को स्क्वायर कति हुन्छ 16। 16 प्लस 9 कति भयो 25, 25 प्लस 4 कति भयो 29, 29 प्लस 1 कति भयो 40। र यस्तो टाइपको क्वेसन आयो भने हजुरहरूले सजिलैसँग यसलाई चाहिँ फाइन्ड गर्न सक्नुहुन्छ। र हामीहरूलाई चाहिँ कहिलेकाहीँ बारम्बार अलिकति गाह्रो क्वेसन यस्तै टाइपको अलिकति गाह्रो क्वेसन बनाएर सोध्न सक्छ हेर्नुहोस् है। त्यस्तो क्वेसनहरू अब फिगर यस्तो हुन्छ हेर्नुहोस् है। ल भयो है। अब यस्तो टाइपकोमा हामीहरूले कसरी स्क्वायर फाइन्ड गर्नुपर्ने हुन्छ है। धेरै फेरि सोधेको प्रश्न यही पनि हो। अब यसमा कतिवटा स्क्वायर छन् भनेर सोध्छ, यसलाई कसरी फाइन्ड गर्ने सेम लोजिक लगाउनुहोस्, केही गर्नै पर्दैन। अब यहाँ 1 लेख्नुहुन्छ, यहाँ 2 लेख्नुहुन्छ हैन। अब भर्खर यहाँ हामीले फाइन्ड गरेर कतिवटा भयो यसमा कतिवटा भयो 5 वटा भयो नि। तपाईँले यतिकै लोजिक लगाउनुहोस् कि यसमा कतिवटा छन् 5 वटा छन्, यसमा कतिवटा छन् 5 वटा छन्, यसमा कतिवटा छन् 5 वटा। 5 प्लस 5 10, 10 प्लस 5 कति हुन्छ 15। अब हामीले फाइन्ड गरौँ है कसरी 15 वटा भयो भन्ने कुरा हुन्छ है। यहाँ 1, यहाँ 2, यहाँ 2, 1 को स्क्वायर प्लस 2 को स्क्वायर कति भयो 5 भयो आयो नि। अब यसको हेर्नुहोस् यहाँ 1 यहाँ 2, 1 को स्क्वायर प्लस 2 को स्क्वायर कति भयो 5, यो पनि आयो। यहाँ 1 यहाँ 2 कति भयो 1 को स्क्वायर प्लस 2 को स्क्वायर कति भयो 5, 5 प्लस 5 10, 10 प्लस 5 15 बुझ्नु न। हो यसरी हामीले स्क्वायरहरू फाइन्ड गर्न सकिन्छ। र यस्तै टाइपको भिडियो हेर्नका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।